झापा नमस्ते बिर्ता मोड। आज म चाहिँ भद्रपुर रोडमा आएको छु 160 मार्केट। यहाँ चाहिँ 160 मा सामानहरू पाइन्छ भनेर म पनि उपस्थित भएको छु, तर भिडभाड छ। यहाँ यस्तो भिडभाड छ सर, त्यहाँको दृश्यहरू देखाइदिनु होला। 160 मार्केट भद्रपुर रोडमा म पनि उपस्थित भएको छु। यहाँ कतिको भिडभाड छ, भित्र के कस्तो पाइन्छ, भित्रको सामानहरू देखाउँदै जानेछु है त। यहाँ चाहिँ यस्तो भिडभाड छ, अहिले छिर्न पनि सकिँदैन, गाह्रो छ। तर पनि म यहाँनिर आएको छु, के कस्तो सामानहरू पाइन्छ 160 मा, यो यसको लागि चाहिँ म यहाँनिर आएको छु है त। देखाउँदै म हेर्छु ल पनि बल्ल छिर्यो सर। ल सर देखाउनु त यता। बल्ल बल्ल सर, ल सर। ल यसरी यो 160 मा यहाँनिर ढोका हुँदो रहेछ। फेरि सिकिँदैन 160 मा ढोका हुँदो रहेछ। यो छिर्न चाहिँ बल्ल बल्ल छिर्यो। अस्ति भिडभाड छ साथीहरू, गाइजहरू। यहाँनिर म पनि आएको छु, सामानहरू के कस्तो पाइन्छ हेर्नको निम्ति है त। अब यहाँ भिडभाड फेरि देखाउँदै जानेछु ल। बल्ल बल्ल 160 मार्केटमा हामी बल्ल बल्ल छिर्ने पायौँ। यहाँ यस्तो ढोकाबाट यसरी सीमित मान्छे छिराउँदो रहेछ। अनि फेरि यहाँको सकेपछि अनि फेरि अरूलाई छिराउँदो रहेछ। यहाँनिर पुरा भिडभाड छ, बल्ल बल्ल छिर्ने अवसर पायौँ। यो चाहिँ बिहान 9:30 बजीदेखि बेलुका 5 बजीसम्म खुल्ला हुँदो रहेछ। चाइनिज सामानहरू अनि 160 मा सस्तो मस्तो सामानहरू पाइने रहेछ। हामी पनि यहाँ उपस्थित भएको छौँ र के कस्तो सामानहरू पाइन्छ यहाँनिर देखाउँदै जानेछु है त। देखाउँदै जानु ल। यो सबै देखाइएको सामानहरू 160 मा पाइने सामानहरू, यहाँ घराइसी सामानहरू पाइन्छ। यहाँनिर सबै किचनको सामानहरू सबै पाइन्छ। 160 मा पाइने सामानहरू हो सबै साथीहरू। हामी 160 मार्केटमा आयौँ र एकदम भिडभाड हुँदो रहेछ। यहाँनिर 160 मा सामानहरू चाहिँ पाइँदो रहेछ, घराइसी सामानहरू। अनि यो चाहिँ भद्रपुर रोडमा छ, एकदम भिडभाड हुन्छ बिहान 9:30 बजीदेखि बेलुका 5 बजीसम्म। अनि त्यसभित्र छिर्नु चाहिँ धेरै गाह्रो। अनि सामानहरू चाहिँ पाउँदो रहेछ। यो हामीले पनि सामानहरू यस्ता यस्ता सामानहरू, बकेटहरू सामानहरू 160 मा ल्यायौँ। जस घराइसीको लागि सामानहरू पाइँदो रहेछ सस्तो 160 मा भद्रपुर रोडमा। अनि हाम्रो मेरो साथमा डिएन सर पनि हुनुहुन्छ, देवनिधि बाबु दहाल सर हुनुहुन्छ। सर के भन्नुहुन्छ कि 2 शब्द? ठिकै हो सर, यो घराइसी सामानको लागि एकदम राम्रो उपयुक्त रहेछ। हजुरहरूले पनि यहाँ आएर यसो भिजिट गर्दा हुने रहेछ भन्ने कुरा मैले आज भने। ल हामी चाहिँ आज 160 मार्केटमा जसो तसो भित्र छिरेर घुम्यौँ। यहाँहरू पनि आउनु होला। यो चाहिँ बिर्ता मोड भद्रपुर रोडमा छ है त। हस्, थ्याङ्क यू, बाई बाई। जय बिर्ता मोड, जय नेपाल, जय झापा। बाई बाई।